कथाको शीर्षक रहेको छ च्यातिएको प्यान्ट। एक दिन एउटा विद्यार्थी स्कुलबाट घर फर्कदै गर्दा बाटोमा चिप्लिएर लड्यो। चोटपटक त लागेन, तर उसको प्यान्ट भने च्यातियो। ऊ जुरुक्क उठ्यो। प्यान्ट च्यातिएको थाहा पाउने बित्तिकै छिटो छिटो घरतिर लाग्यो, तर घरमा कसैलाई पनि प्यान्ट च्यातिएको कुरा सुनाएन। भोलिपल्ट प्यान्ट च्यातिएकोले स्कुल जान मानेन। त्यही बेला बाबाले सोध्नुभएछ, किन आज स्कुल जानको लागि तयार नभएको, बिदा हो र? उसले जवाब दियो, स्कुल बिदा त छैन, मेरो प्यान्ट च्यातिएको छ, त्यसैले म स्कुल जान्न। बाबाले भन्नुभयो, खै प्यान्ट लिएर आइज त कति च्यातिएको रहेछ। छोरा च्यातिएको प्यान्ट लिएर आयो र देखायो। बाबाले छोरालाई सियो र धागो लिएर आउनु भन्नुभयो। छोरोले लिएर आयो। बुबाले च्यातिएको प्यान्ट मिहिनेतका साथ सिलाउनुभयो र लु लगा अब भन्नुभयो। छोराले जवाब दियो, म यस्तो च्यातिएको प्यान्ट लगाएर स्कुल त मरे नि जान्न। फेरि यो च्यातिएको प्यान्ट लगाएर साथीभाइ र सर मिसको अगाडि कसरी देखा पर्नु, छेउमा कसरी बस्नु, त्यसैले जान्न भो च्यातिएको प्यान्ट लगाएर। बाबाले सम्झाउँदै भन्नुभयो, हेर छोरा, तिमी त ज्ञान आर्जन गर्न, शिक्षित बन्न, ठुलो मान्छे कसरी बन्ने त्यो सिक्न जाने पो लागेको हो। नयाँ प्यान्ट देखाउन स्कुल जान होइन नि। र फेरि अर्को, अहिले हामीसँग नयाँ प्यान्ट सिलाउन पैसा पनि छैन, समय पनि छैन। आज यही लगाएर जा, भोलि अर्को सिलाइदेऊला। छोरोले भनेको मान्यो र असहज हुँदै स्कुल गयो। स्कुलको लाइनमा असहज तवरले अन्तिममा बस्यो। ऊ चाहन्थ्यो कसैले पनि नदेखोस्, थाहा नपाओस्। विद्यार्थीले असहज महसुस गर्नुको कारण थाहा पाउन सकेनन्, तैपनि निरन्तर ध्यान दिइरहे। कक्षा कोठा हुँदा शौचालय जाँदा आउँदासम्म एकदम अप्ठ्यारो महसुस भइरह्यो। शिक्षकको निरन्तर निगरानीबाट शिक्षकलाई कुरो पत्तो भयो। च्यातिएको प्यान्ट सिलाएर लगाएर आएकोले विद्यार्थीले असहज र एकदम अप्ठ्यारो महसुस गरिरहेको छ। अन्तिम दोस्रो पिरियडमा शिक्षकले कक्षा कोठामा पढाउने बेला त्यो विद्यार्थीलाई अगाडि बोलाउनु भयो। सबैको अगाडि च्यातिएको प्यान्ट सिलाएको देखाइदिनु भयो। देखाउने क्रममा उहाँले यो कुरा भन्न छुटाउनु भएन कि एक असल बाबाको राम्रो सिलाइ, सिप र कला, असल छोराले बाबाको कर्ममाथि गरेको सम्मान, जहाँ इच्छा त्यहाँ उपाय, आफ्नो ज्ञानको सिपको प्रयोग, आत्मनिर्भर, समस्याको उचित समाधान, यावत कुराहरूले भन्दै ल गएर बस भन्नुभयो। विद्यार्थी एकदमै गौरवका साथ गएर बस्यो। स्कुल छुट्टी हुने बित्तिकै हँसिलो मुहारको साथ घर फर्कियो। छोराको मुहारमा खुसी देख्दा बाबा छक्क परे। किन यति धेरै खुसी भएको होला र भनेर छोराले झोला भुइँमा राखेर सुनाउन थाल्यो, आज स्कुलमा सरले तपाईँको सिप, मेरो लगनशीलता, अरू के कुराको कति प्रशंसा गर्नुभयो। तपाईँ एक असल पिता हो भनेर आज मेरो स्कुलभरि तपाईँको र मेरो चर्चा छ बाबा। अब मलाई नयाँ प्यान्ट पर्दैन, यही लगाएर जान्छु। प्यान्टको साटो एउटा नयाँ कापी किनेर ल्याइदिनु। यो पालिको परीक्षामा उच्च स्थान हासिल गर्न मन छ। बाबाले मुस्कुराउँदै सरको नाम सोध्नुभयो र हस् हस् भोलि नयाँ कापी किनिदेऊला भन्नुभयो। 2 दिनपछि बुबाले शिक्षकलाई भेट्न स्कुल जानुभयो र शिक्षकलाई भन्नुभयो, शिक्षकलाई किन भगवान भन्छन् भन्ने कुरो मैले अस्ति मेरो छोराको चेहराबाट बुझेँ। यदि त्यो दिन हजुरले केही घृणित शब्द प्रयोग गरिदिएको भए मेरो छोराको अन्तर्मनदेखि विद्यालयको ढोका सदाको लागि बन्द हुने थियो। अब मेरो छोरो असल मान्छे बन्ने कुरोमा म ढुक्क छु। तपाईँप्रति मेरो उच्च सम्मान छ। शिक्षकले मुस्कुराउँदै भन्नुभयो, यो मेरो धर्म हो,